गोसाइकुण्डबाट मासतिर सूर्यकुण्डतिर आउँदै गर्दाखेरि मैले बिच बाटोमा दुईवटा कुण्ड अरू पनि देखेको थिएँ भनेको थिएँ। त्यो चाहिँ मैले अघि क्याप्चर गरेको थिएन, अहिले क्याप्चर गर्दैछु। एउटा हो बर्धकुण्ड, यो बर्धकुण्ड, त्यो 72 कुण्ड, 72 कुण्ड भनौँ न। सो मैले चाहिँ गोसाइकुण्ड ट्रेक गरेर मैले टोटल 8वटा कुण्ड देखेँ। सूर्यकुण्ड, बर्धकुण्ड, 72 कुण्ड, गोसाइकुण्ड एन्ड भैरवकुण्ड र यहाँको 3वटा कुण्ड गरेर मैले टोटल 8वटा कुण्ड देखेँ। तपाईँहरू गोसाइकुण्ड आउँदाखेरि कतिवटा कुण्ड देख्नुभयो? अनि भनिन्छ रसुवा जिल्लामा 108वटा कुण्डहरू छन्। त्यसको लागि चाहिँ हामीले थुप्रै दिन क्याम्पिङ गरेर हिँड्नुपर्ने हुन्छ। सो मैले चाहिँ 8वटा कुण्ड देखेँ। तपाईँहरू आउँदा कतिवटा कुण्ड दर्शन गर्नुभयो त्यो बताउनु होला। म चाहिँ अब डाइरेक्ट त्रिशुल धारा जाँदैछु। त्रिशुल धाराको बारेमा म एकछिनमा बताउँदैछु।